के आज के मलाई सेलरोटी खान मन थियो अनि मैले के मेरो बुढालाई बुढा सेलरोटी खाऊँ न भनेको हुन्छ भन्नुभयो के हुन्छ भन्नुभयो अनि उहाँलाई चाहिँ सेलरोटीको पिठो चाहिँ बनाउन आउँदैन के अनि पिठो चाहिँ मैले मुस्दिएँ अनि उहाँले चाहिँ बनाउन लाग्नुभयो अनि कस्तो राम्रो बनाउनुहुन्छ के मैले फेरि जे भनेपछि नि हस् हो आज यस्तो खाऊँ न भनेर भन्यो भने पनि ओके भन्नुहुन्छ के बिचरा उहाँ पनि कामबाट थाकेर आउनुहुन्छ तर मेरो लागि भनेपछि जे कुरा पनि ओके हो के नाइ चाहिँ उहाँको मुखबाट आउँदैन के हेर्नु न अहिले नि कस्तो राम्रो सेलरोटी पकाइदिँदै हुनुहुन्छ मैले त पकाउन मिल्दैन नि त किनभने मेरो बोन मेरो ट्रान्सप्लान्ट गरेको भर्खरै 6-7 महिना भयो म आगोमा नि बस्न मिल्दैन त्यही भएर उहाँले पकाइदिँदै हुनुहुन्छ मैले उहाँलाई पाउनु मेरो भाग्य मात्रै होइन के सौभाग्य हो के सौभाग्य यति माया गर्नुहुन्छ नि एकदमै धेरै माया गर्नुहुन्छ के मेरो लागि त जे पनि ओके हो के अहिले पनि ल बनाइदिनु भनेछु यस्तो माया गरेर कति राम्रो राम्रो रोटी बनाइदिनु भएको छ अब म टन्न खान्छु हस् त थ्याङ्क यू बुढा।